फेस रिभिल जताततै तिमीहरूले फेस रिभिल गरेर मलाई मेरो दिमाग तताइसकेको छौ। कहिले गर्नुहुन्छ फेस रिभिल? कहिले भन्यो भने दिमाग तताइसक्यौ। म चाहिँ एउटा सर्टेन टाइमको पिरियडको लागि तिमीहरूले टाइम दिन्छु, त्यतिमा चाहिँ मेरो गोल कम्प्लिट भयो भने चाहिँ म मेरो फेस चाहिँ रिभिल गर्नेछु। यसको लागि चाहिँ तिमीहरूले 3K लाइक र 20K भ्युज आउनुपर्छ। तिमीहरूको साथीहरूलाई सेयर हानिदेऊ। 20K आयो भने म अर्को दिनै हालिदिन्छु भिडियो है त। तिमीहरूलाई चाहिँ 1 हप्ताको टाइम चाहिँ रहनेछ। 1 हप्ताको टाइममा तिमीहरूले गऱ्यो भने चाहिँ मेरो फेस हेर्न पाउने छौ। फेस्टिभल भइसकेपछि चाहिँ तिमीहरूले बवाल कन्टेन्ट चाहिँ देख्न पाउनेछौ। भिडियोमा नि फेस देखाएर म भिडियो बनाउँछु, लाइभ स्ट्रिममा नि डायमन्ड तिमीहरूलाई गिभअवे हान्नुपर्छ, मजा आउनेछ। अब मैले त्यस्तो सोचिरहेको कि अर्को हप्ताभर चाहिँ हरेक दिन चाहिँ राति चाहिँ लाइभ हान्ने, लगभग 6 to 6 नत्र 7 बजेदेखि चाहिँ 8-9 बजीसम्म होइन। के गर्ने भन तिमीहरू कमेन्टमा। अनि तिमीहरूसँग त्यति बेला डायमन्ड गिभअवेहरू के गर्नुपर्छ, रमाइलो गर्नुपर्छ है त। त्यही थियो मैले भन्नलाई। जति सेयर गर्न सक्छौ सेयर गर। तिमीहरूसँग 1 हप्ताको टाइम छ। 1 हप्ताबाट म 1 दिन कुर्दैन। आज यो भिडियो चाहिँ कति आएछ? आज चाहिँ हाम्रो बिहिबार रहेको छ। म बिहिबारको 6 बजीतिर भिडियो हालिदिने छु होइन। तिमीहरूले हेर अनि सजेसन देऊ, लाइक हान, सब्सक्राइब हान। 3K लाइक पनि चाहिएको हुन्छ होइन। अनि म अर्को दिनै भिडियो हालिदिन्छु। कतिको रमाइलो हुन्छ हेरौँ होइन। बवाल कन्टेन्ट त मिठो कन्टेन्ट तिमीहरू देखिरहेको हुन्छ होइन। भिडियोहरू बनाउँदा नि म फेसै बनाएर हेर्छु अनि तिमीहरूसँग मजाले UID पठाउँछु, फ्रेन्ड रिक्वेस्ट पठाउँछु। मजाले खेल्नुपर्छ है केटा चिलमा। केटा फेस्टिभल भएपछि चाहिँ मैले एउटा सानो टुर्नामेन्ट चाहिँ गराउने सोचिरहेको कि लाइक धेरै प्राइस पुल त होइन। टोटल चाहिँ फर्स्टले 100 रुपियाँ, सेकेन्डले 50 रुपियाँ, थर्डले 10 रुपियाँ जति चाहिँ गर्नेवाला हो होइन। अब धेरै पैसा त होइन नि त। अनि त्यति चाहिँ सानो टुर्नामेन्ट चाहिँ गरौँ होला। त्यतिमा नि खतरा प्लेयर आउँछन् कि के थाहा होइन। त्यो स्पोर्ट्स खेल्छ कि त्यो हामीलाई थाहा हुनु। त्यही भएर चाहिँ म सानो गिभअवे जस्तो चाहिँ टुर्नामेन्ट चाहिँ बनाउँछु होइन। तिमीहरू त्यहीमा आएर खेल्न पनि सक्छौ, रमाइलो गर्नुपर्छ। त्यति नै थियो। अब लाइक सेयर सब्सक्राइब हान। यति नै थियो। अब बाई। आजको लागि यति नै। अर्को भिडियो चाहिन्छ भने लाइक सेयर सब्सक्राइब हान। अहिलेको लागि यति नै। बाई। भेट्छु म अर्को भिडियोमा। बाई टाटा। जय नेपाल।